साथी हो तपाईँहरूलाई मैले अस्ति एउटा भिडियोमा नि मैले अरू केही टपिकमा भिडियो बनाऊँ कि भनेर भन्दाखेरि हाम्रो एकजना साथीले भन्नुभएको थियो है, हाम्रो पवन भट्टराई साथीले भन्नुभएको थियो कि एउटा कुनै टपिक जस्तोमा चाहिँ के भन्दाखेरि चाहिँ हाम्रो यो युनिभर्स जुन छ, यो युनिभर्स चाहिँ यति विशाल छ जसमा चाहिँ कुनै ग्यालेक्सीहरू हेऱ्यो भने असङ्ख्य ग्यालेक्सी छ होइन। अब त्यो असङ्ख्य ग्यालेक्सीमा हेऱ्यो भने त्यसभित्र पनि तपाईँको जुन चाहिँ हाम्रो सोलर सिस्टम छ, त्यो सोलर सिस्टम त कहाँ छ कहाँ होइन, एकदमै सूक्ष्म छ, जसको कुनै मतलब एक्जिस्टेन्स चाहिँ छैन भने एउटा थोपा एउटा डट जस्तो नै जत्र त्यत्रो पनि छैन भन्ने कुरा आयो होइन। र त्यसभित्र पनि जुन चाहिँ सोलर सिस्टम छ त्यसभित्र पनि हामी जुन छौँ, मतलब हाम्रो अर्थ भनौँ न, अर्थ जुन छ त्यो त झन् कति सानो होइन। अनि त्यो सानो मध्ये पनि हाम्रो देश, हाम्रो ठाउँ, अन्त हामी होइन, त कहाँ छौँ होला त हामी भन्दाखेरि हाम्रो त्यति सानो हाम्रो मतलब स्थानमा चाहिँ हामीले गरेको जुन चाहिँ एक्सपिरियन्सहरू भयो होइन, त्यो चाहिँ सुख दुःख धारणाहरू होइन, त्यो सबै चाहिँ के हो त त्यसो भए भन्ने कुरा नि। अनि त्यो चाहिँ त्यसको चाहिँ के औचित्य छ त, त्यसले चाहिँ हामीलाई केही असरै गर्दैन भन्ने कुरा नि। त्यसले गर्दाखेरि चाहिँ त्यसलाई त्यति ठुलो कुरा लिनु हुँदैन भन्ने कुरा चाहिँ एकदम राम्रो हो होइन, पोजिटिभली गयो भने त एकदम राम्रो हो। तर वास्तविकता हेऱ्यो भने नि कस्तो त्यो चाहिँ एउटा त्यो अहिले मैले भनेको कुरा चाहिँ एउटा कन्टेक्स्टमा चाहिँ ठिकै हो, राम्रो हेर्दाखेरि सबै कुरा ठिकै देखिन्छ होइन। जुन चाहिँ अब यत्रो ठुलो ब्रह्माण्ड जुन चाहिँ छ हामीले अघि कुरा गरेको, त्यसमा हाम्रो जुन चाहिँ एक्जिस्टेन्स छ त्यो एक्जिस्टेन्स चाहिँ अब सीमित छ भन्ने कुरा देखियो नि त होइन। हाम्रो एक्जिस्टेन्सले खासै केही असर पार्दैन यो ब्रह्माण्डलाई भन्ने कुरा देखियो नि त। हामीले जुन चाहिँ सफरिङ्स हुन्छ, आइदर हामी खुसी हुन्छौँ, हाम्रो भावना होइन, हाम्रो इमोसन्सहरूले यो ब्रह्माण्डमा केही असर पार्दैन भन्ने कुरा देख्यो नि त खासै भन्ने हो नि त होइन। तर अब अर्को तरिकाले सोचौँ न, जस्तै कस्तो भन्दाखेरि हामी होइन त्यो एक्सपिरियन्स चाहिँ कसले गरेको छ त, जुन चाहिँ यत्रो ठुलो ब्रह्माण्ड छ, युनिभर्स होइन, जसमा करोडौँ तपाईँको ग्यालेक्सी छ, त्यो ग्यालेक्सी अनुभव चाहिँ कसले गर्ने त्यसो भए त? हामी केही पनि होइनौँ भने अनुभव चाहिँ कसले गरिरहेछ? त्यो मानिलिनुहोस् हामी भित्रको जुन चाहिँ हाम्रो विचारले देख्ने कुरा हो नि त। जस्तै हामीले कुनै कुरालाई देख्यौँ भने त हामीले त्यो कुरालाई विचार गरेर अनि त्योबाट हामीले हाम्रो माइन्डले प्रोसेस गर्ने कुरा हो नि त यो त। किनभने देख्नु भने के हो भन्दाखेरि चाहिँ सनको रिफ्लेक्सन हाम्रो आँखामा आएर अन्त हामीले त्यसलाई इन्टरप्रेट गरेको हो नि त हाम्रो माइन्डले होइन। खासै भन्यो भने देख्ने प्रक्रिया भनेको त्यो हो नि त, सुन्ने प्रक्रिया भनेको पनि त्यही हो, त्यसै गरी स्वाद लिने प्रक्रिया भनेको पनि त्यही हो लगभग होइन। र त्यसै कारणले गर्दाखेरि हाम्रो जति पनि इन्द्रियबाट हामी देख्ने सुन्ने गर्छौँ नि, त्यो भनेको विचारसँग हाम्रो डाइरेक्ट रिलेसन छ क्या त्यो प्रक्रियाको नि। विचार भनेको चाहिँ के भन्दाखेरि हामी के विचार्छौँ, के सोच्छौँ भन्ने कुरामा डाइरेक्ट रिलेसन छ। तर जब हामी विचार रहित हुन्छौँ नि भनेको सुतेको बेलामा, गहिरो निन्द्राको बेलामा हामीलाई केही फरक पर्छ र यो ब्रह्माण्ड होस् कि नहोस्, हामीसँग कति धन सम्पत्ति छ भन्ने कुरा त्यसले असर गर्छ र होइन। हाम्रो घर अगाडि कतिवटा गाडी छ भन्ने कुरा, मेरो घर कत्रो छ भन्ने कुरा त्यसले असर गर्छ र गर्दैन नि त होइन। मेरो साथीहरू को हुनुहुन्छ भन्ने कुरा त्यसले असर गर्छ र
होइन। मेरो भावना मेरो के छ भन्ने कुरा त्यसले असर गर्दैन नि त। भनेको जब म कुनै कुराले असर गर्छ भनेको त्यो इन्डिभिजुअलिटी हो क्या। जब मलाई कुनै कुराले असर गर्छ भनेको मेरो इन्डिभिजुअललाई असर गरेको हो नि त। म इन्डिभिजुअल रूपमा जबसम्म म केही कुराले मलाई असर गर्छ भने मेरो शरीरलाई असर गर्छ, मेरो मानसिक स्थितिलाई असर गर्छ होइन। तर जब म निन्द्रामा हुन्छु, गहिरो निन्द्रामा हुन्छु भने त्यति बेला पनि त म त हुन्छु नि त होइन। तर त्यति बेला त केहीले असर गर्दैन, न इमोसन्सले असर गर्छ, न केहीले असर गर्छ, न इन्द्रियले असर गर्छ, केहीले असर गर्दैन भने वास्तविकता के हो त्यसो होइन। यो यत्रो ठुलो ब्रह्माण्डमा चाहिँ हाम्रो एक्जिस्टेन्स, मेरो शरीरको एक्जिस्टेन्स वास्तविकता हो कि मेरो एक्जिस्टेन्सले गर्दाखेरि चाहिँ यो ब्रह्माण्डको एक्जिस्टेन्स भएको चाहिँ वास्तविकता हो त होइन। मेरो आफ्नो विचारले त होइन होइन। विचारले भनेको त विचार भनेको र ब्रह्माण्ड भनेको लगभग एउटै नै हो। र मेरो आफ्नो अस्तित्वले गर्दाखेरि, म हुनाले गर्दाखेरि यो ब्रह्माण्ड भएको भन्नु चाहिँ ठिक हो कि यो ब्रह्माण्डभित्र चाहिँ यो ब्रह्माण्डले चाहिँ मलाई सृजना गरेको हो भन्नु ठिक हो होइन। यो अलिक विचार गर्ने प्रश्न हो क्या। किनभने चाहिँ मैले अहिलेसम्म जति पनि मेरो अगाडिका भिडियोहरू बनाएको छु नि यसै प्रसङ्गमा बनाएको हो। किनभने हेर्ने तरिका हो क्या, दृष्टिकोण कस्तो भन्दाखेरि चाहिँ केले केलाई असर गर्छ भन्दाखेरि पनि हामीले कसरी हेरिरहेका हुन्छौँ भन्ने कुरा नि एउटा चाहिँ हुन्छ बाहिरबाट भित्र हेर्ने तरिका होइन। कस्तो भन्दाखेरि चाहिँ बाहिर संसारले चाहिँ भित्र कसरी हेरिरहेको छ आफूलाई भन्ने कुरा एउटा त्यो हुन्छ। अर्को हुन्छ तपाईँको आफूले यो संसारलाई कसरी हेरिरहेको छ भन्ने हुन्छ नि। त्यो दुई तरिकाको पोइन्ट अफ भ्यू देखिन्छ नि त होइन। र यही कुरालाई अलिक विश्लेषण गर्न, यस्तै कुरा छलफल गर्न मनपर्छ क्या मलाई पनि नि। र हस् त आजलाई यति नै है त। हस्, धन्यवाद।